मैले अघि नैबाट तिमीहरूलाई चाहिँ फलो गर्दै आएको थिएँ। तिमीहरू अहिले यहाँ आएर बसेका रहेछौ होइन। अनि तिमीहरू चाहिँ के हो, अघि नैबाट घरि हाँसेका छौ, घरि एकदम स्याड भएका छौ। कारण चाहिँ के हो? अर्का देशमा। अनि अर्का देश भन्नेपछि अनि किन आएको त फेरि अर्का देशमा? मोती भ्रष्ट किन आएको? म त पढ्छु नि रा हो। अनि कलेज जानु पर्दैन त नि? अनि दिउँसो आज सन्डे दाइ, सन्डे छुट्टी हो। अनि काम पायो त? आएको 2 महिना भयो, न काम छ न घर छ, बिजोग छ, बिजोग केही छैन, बिजोग छ। त्यस्तो बेजोग छ भने चाहिँ फेरि अनुहार त पुरै हँसिलो छ त, के हो? अब रुँदै हिँड्नु नि भएन नि त दाइ क्यामेरामा। ए हो होइन, यस्तो अब काम नपाएर बेजोकै भएको भए अलिकति यता मुडाले अफ भइरहेको थियो नि त। त्यो त एकदम हँसिलो देखेँ, त्यही भएर। लाइफको जस्तो फेस छ भने हाँस्नै पर्छ कि दाइ। लाइफको जस्तो फेस आयो भने अहिले त हाँस्नु पर्यो। अनि रोरा हिँडेर भएन बाटबाटै। त्यही भएर हो। जे होस्, अरूलाई आफूलाई पीडा भए पनि बाहिर चाहिँ हाँस्न जाने छौ। त्यही नै हो सबैभन्दा ठुलो गहना भनेकै, त्यही हो। म आएको भयो 5 महिना। काम पाउनु भयो? मैले त पहिल्यै काम फिक्स गरेर आएको उतै त। हाम्रो नि खोज्दैन न कतै झाडु पोछा छ भने। झाडु पोछा पनि लगाउँछ। अनि त्यस्तो झाडु पोछा लाउने मान्छे त नेपालमै झाडु पोछा लगाएकै हुन्थ्यो त नि। नेपालमा झाडु पोछालाई पैसा दिँदैन नि, यहाँ त्यसको पनि कति भ्यालु छ। त्यही भएर हो।